2-3 ट्रेक जति हुन्छ होला। अब गएपछि अब लगभग 1-1.5 महिना आउँदैन होला। मेरो दाइ सङ्घबहादुर र म जुन फरक संसारमा भए पनि म सङ्घबहादुर र म भाइको माया चाहिँ एकदमै सम्बन्ध राम्रो छ। जुन हाम्रो हिमालको चुचुरोमा चढ्नु चाहिँ किन हुँदैन भन्दाखेरि त्यहाँतिर जुन हामीले जिउ दुख्छ अब कष्ट अब गाह्रो साह्रो भयो भने औषधि खाने त्यस्तो हुन्छ। गाह्रो हुन्छ अब गाह्रो हुँदाखेरि अब त्यस्तो खासै सहयोग गर्ने मान्छे आउँदैन। आमा बिरामी छ भने सबै अब यता पढ्दै पर्दा त्यो चाहिँ फेरि मैले रोक्नु भयो भने